इंग्ल्यान्डका स्टार ब्याटर जोस बटलरले नेपालसँगको खेलबारे केही गोप्य कुरा सार्वजनिक गरेका छन्। आइतबार खेल सकिएपछि प्रतिक्रिया दिँदै उनले नेपालसँगको प्रतिस्पर्धालाई आफ्नो करियरकै सबैभन्दा दबावपूर्ण क्षणमध्ये एक भएको स्वीकार गरे। बटलरले नेपालसँगको यस विश्वकप खेलभन्दा अघि यस्तो हारको डर कहिल्यै अनुभव नगरेको पनि सुनाए। खेल चलिरहँदा कप्तान ह्यारी ब्रुक्सले आफूलाई आज हारेमा हामी निकै अपमानित हुनेछौं भनेको कुरा स्मरण गर्दै बटलरले इंग्ल्यान्ड टोली कति मानसिक दबावमा थियो भन्ने स्पष्ट पारे। मेरो क्रिकेट करियरमा आइतबारको खेल जति हारको डर पहिले कहिल्यै महसुस गरेको थिइन। खेल चलिरहँदा हामीमाथि ठूलो दबाव थियो। ह्यारी ब्रुक्सले मलाई भनेका थिए आज हारेमा हामी निकै अपमानित हुनेछौं। त्यो कुराले हामी कस्तो अवस्थामा थियौं भन्ने प्रश्न देखाउँछ। बटलरले नेपाली टोलीको खुलेरै प्रशंसा पनि गरे। कागजमा सानो देखिने टिम भए पनि नेपालले मैदानमा आफूलाई कमजोर साबित हुन नदिएको उनको भनाइ छ। नेपाल कागजमा सानो टोली हुन सक्छ, तर मैदानमा उनीहरूले हामीलाई अन्तिम बलसम्म चुनौती दिए। उनीहरूको खेलमा आत्मविश्वास, साहस र अनुशासन देखिन्थ्यो। यस्तो प्रदर्शनका लागि नेपाली टोलीलाई सम्मान गर्नै पर्छ, उनले भने।